भाइ हेर्नु मगाइ ए रत्तो मट्टो अहिले गाडी त झिलिमिली ए टेको झिलिमिली ए बत्तीको झिलिमिली ए बत्तीको झिलिमिली ए फुलको झिलिमिली ए फुल ए मखमली ए सोपत्री ए गोदावरी ए रत्तो मट्टो ओ चिप्लो बाटो ए लड्दै पढ्दै ए आएका हामी ए टाढाबाट ए मनाउन ए वर्षमा दिनको ए चाडबाड कस्तो पानी ए मनाउन यति भने भन ए मकराको जालो ए ऋतिक भाइको पालो मेरो भाइ भन ए हात्तीको कान भन भैलिरा अब रिदम भाइको पाली भन्नु बलिमा रातको ए हुकुमा हुँदा ए आएका हामी ए मकराको जालो अब रिदमको पाली भन्नु पालेको बचाउँदैछ आइपुग्यौँ हामी ए वर्षमा दिनको ए चाडबाड ए मनाउनु पर्ने ए टाढाबाट आइयो ए धेरै चाहियो ए धेरै चाहियो ए वर्षमा दिनको ए यिनीहरूले अघि पनि खेल्यो भने हैन ए मनाउनु पर्ने ए मुलाएर दुईचोटि खेलेछन् हाम्रो घरमा यार ए टाढाबाट आइयो धेरै चाहियो ए घर ए आइयो ए अन्त्य गरौ ए एकछिन पर्ख ए एकछिन पर्ख ए बन ए सुन्ने गण ए वर्षमा दिनको मासी कसले दिन्छ दाजुले जोगाउने पर्ने ऋतिक भाइको पालो ओए आशी काकाले दियो अरे काकाले दिएको अरे त्यो पैसा त उहाँ पठाइदिएको अरे यहाँ क्युआर त्यसले भन्दैछ काकी ए दुबो जस्तै ए मौलाई राउन ए आकाश ए पर ए यसमा गर्का ए पढ्न ए उड्दामा फेरि ए आकाश डाकुन ए बस्तामा फेरि ए सारा संसार भाइ पनि घुम्न यता 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 ए संसार राखुन खोइ म बुद्धि ए ढुङ्गा छुदा ए रिदामै घुमेर भन्दै हुनुहुन्छ काका गरोस् ए गोटा घुम लगा लाग्छ मुला रिङ्गटा लाग्छ अरे ए यसैमा गर्का ए जुत्तामा छोरा ए राम्रै पढुन् त्यति आयो ए कान्छामा छोरा ए डक्टर बनुन् कमाएर ल्याएको अरे अब बाँड्नु पर्ने काने ए औलको माने ए आशिष दिन ए किने जाने टिकट त उसले 2 सय त हुनुपर्छ 50 परेछ यो भाइलाई हेर्दिनलाई यो भाइले
अनि बराबर भएपछि कसरी धेर दिनु हो भने चामल चामल दिनु नि भाइलाई ल ए लो आयुष भाइ